नेपालका प्रधानमन्त्री सम्माननीय बालेन्द्र शाहले हिजो एउटा पोस्ट गर्नुभएको थियो। डिडिसी जुन नेपाल सरकारको मातहत अन्तर्गत सञ्चालित नेपाली कृषकको दूध सङ्कलन गरेर उसले विभिन्न दुग्ध परिकारहरू बनाउँदै आएको संस्थाबाट उत्पादित याक चिजको विज्ञापन गर्दै एउटा पोस्ट हाल्नु भएको थियो, जसमा उहाँको मुख्य उद्देश्य व्यापार घाटामा गएको डिडिसीको उत्पादनलाई प्रमोसन गरी बजारमा बिकोस् भन्ने ध्यानले उहाँले उक्त पोस्ट गर्नुभएको थियो। केही बुजुर्ग विद्वान शिक्षित र एकदम विपन्न गरिब भरे के खाउँ भोलि के खाउँ भन्ने फेसबुके जमातले चाहिँ नेपाली जनतालाई खानको लागि एक गाँस भात छैन, भरे अहिले खायो भोलि भरे के खाउँ भन्ने अवस्था भएको बेलामा प्रधानमन्त्रीले डिडिसीको चिज खाने भनेर गाली गरेको देखियो। उहाँको मनसाय सबैले डिडिसीको चिज खानै पर्छ भनेर काहीँ लेख्नु पनि भएको थिएन। यो डिडिसी चिजको समय हो भनेर उहाँले विज्ञापन गर्नुभएको। यदि खान मन लाग्नेहरूले खानेहरूले जसले चिज खानुहुन्छ, जुन तपाईँको होटल रेस्टुरेन्टमा व्यावसायिक पर्यटनको लागि चिजहरू युज गरिन्छ प्रयोग गरिन्छ, त्यस्ता संस्थाहरूले त्यस्ता व्यवसायहरूले नेपालमै उत्पादन भएको वस्तुहरू सम्भव भएसम्म प्रयोग गरौँ भन्ने किसिमले चाहिँ उहाँले हालेको जस्तो लाग्छ मलाई चाहिँ है। अब ती विद्वानहरूले कसरी बुझ्छन्, उनीहरूको दिमागै तपाईँको कुन सेन्सले चल्छ मलाई थाहा छैन, तर मैले बुझेको उहाँले भन्न खोजेको कुरा त्यस्तो थियो। र उहाँले अति धेरै नेगेटिभ कमेन्टहरू आएपछि उहाँले भन्नुभएको थियो यो नेपाल डिडिसीको उत्पादन गरिएको याकको चिज हो भनेर चाहिँ उहाँले स्पष्टीकरण दिनुभएको थियो। यस्ता बकमफुस्रे नेपालीहरू जसले सकारात्मक कुराहरू सुन्नै चाहँदैनन्, कुनै कुराहरूलाई तपाईँको पोजिटिभ रूपमा लिनै चाहँदैनन्, अनि यिनीहरूले देश बनाउँछन्, देश बन्छ, देशमै गरी खान सकिन्छ भन्ने यिनीहरूको मानसिकतै छैन भने, अनि यिनीहरूले भोट हालेर जिताएका नेताहरूले अनि यिनीहरूलाई देश बनाइदिन्छन्। देश बनाउन त नेपालीपन, नेपाली माटो, नेपाली हावापानी अनि नेपाली समाज मन पराउनु पर्यो होला नि। सबै कुरो विदेशको मात्रै मन परेपछि नेपाल कसरी मन पर्छ? बालेन्द्र शाहले एउटा भाषण गरेको मलाई याद छ। तपाईँले आज बिहान चिया कहाँको पिउनु भयो? तरकारी कहाँको खानुभयो? कुन ठाउँको? उहाँले के दिमाग छ बुझ्नलाई? खाना खानुभयो? हाम्रो नेपालको चिया विदेशमा समेत निर्यात हुन्छ, तर भारत सरकारले जहिले विभिन्न अवरोधहरू सिर्जना गरेर नेपाली उत्पादनलाई जहिले पनि उसले त्यसको क्वालिटीमा गुणस्तरमा खोट लगाउने कामहरू गरिरहेको छ। अहिलेसम्म नेपाल सरकारले ब्रान्डिङ गरेर नेपालमा उत्पादन अलैँच जुन निकै राम्रो क्वालिटीको मानिन्छ, त्यो विदेशमा नेपालको प्रोडक्ट भनेर बेचेको
छैन। को फुल पोटेन्सियलमा धान उत्पादन तपाईँको गर्ने, सबै चामल उत्पादन गर्ने हो भने भारतले देश लगेर खान पुग्छ। तर विडम्बना अनि उसले यही त्यसलाई खान पुगेको वर्गीकरण छैन। गरेर यो दुःखलाई समाधान गर्नुपर्छ र राम्रो त्यो समाधान क्वालिटीको गर्ने धेरै कार्य महँगो गर्नुपर्छ रेटमा राष्ट्रिय र सदनको लागि। सामान्य क्वालिटीको पनि महँगै रेटमा बेचिरहेको छ। बर्खामा बाढी आउने, बाढीले तपाईँको खेतको नेपालको खेती योग्य चियाहरूमा जग्गाहरू उसले सबै बालुवाले जहिले पुरिदिने, नकारात्मक सुक्खामा पानी नपाउने, प्रभाव पर्ने सिँचाइ गर्न किसिमले नसक्ने तपाईँको अब खेती अहिले योग्य यसो जग्गाहरूलाई भनेको त्यतिकै एउटा राख्नु परेको हुन्छ बेला तपाईँको बेलामा। पहिले बाढी एकपल्टको समाधान प्रोडक्ट गर्न तटबन्ध तपाईँको सबै बनाउने र एकपल्ट चेक सुक्खाको गरेपछि समयमा सबै सिँचाइ तपाईँको दिने पार्टी भारतबाट बन्न चाहन्छ निर्यात हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी। अरू देशमा जान्छ भने अहिले प्रत्येक तरफ प्रत्येक हाम्रो प्लटको पूर्वलाई सामान प्रत्येक खेप त्यो देखाएर पनि पैसा चेक कमाउन गर्नुपर्ने सकिन्छ, यहाँ एउटा उब्जा नियम गरेर बनाएर पनि पैसा कमाउन सकिन्छ, नेपाली यहाँ चिया उत्पादन गरेर पनि उत्पादक पैसा कमाउन सकिन्छ। के गरेर पैसा कमाउनु व्यवसायीहरूलाई भन्नुहोस् तपाईँहरू। ढाड यो सिक्ने काम तिनटै काम गरेर गरेको छ। देखाउन चाहन्छ राष्ट्रिय जुन स्वतन्त्र चाहिँ पार्टी। गुणस्तर मापन गर्दाखेरि त्यसको ल्याब टेस्ट गर्दाखेरि हाम्रो अत्यन्तै किराँतहरूको सम्पूर्ण र नेपालीहरूको कस्ट आस्थाको धेरै केन्द्र पर्ने भएको कारणले मुकुन्दुङ, गर्दाखेरि खुवालुङ, चिया पाथुरा व्यवसायीहरू जस्ता अहिले ठाउँहरूलाई भारतीय 77 जिल्लाका राजदूत मार्फत नेपाली दाजुभाइ दिदीबहिनीहरूले तपाईँको यो आस्था राख्न व्यवस्था पाउन्, हटाउन त्यो खारेज आस्था गर्न अनुरोध गरिरहेका छन्, तर भारत सरकारले सुनिरहेको छैन। तपाईँको नेपालको तराई भेगमा उत्पादित सागसब्जी, टमाटर, काँक्रा, फुलकोपी, काउलीहरू बजार नपाएर सडकमा, खेतमा त्यत्तिकै ट्र्याक्टर लगाइरहेको हामीले भिडियोहरू, समाचारहरू फेसबुकमा यत्रतत्र देखिरहेका छौँ। तिनी सामानहरू जुन नेपालको बजारमा उत्पादन भएको सामान छ, यदि त्यसले नेपालको बजार धान्न सक्छ भने पहिले नेपाली सामानलाई प्राथमिकता दिनुपर्ने होइन। तर पहिलेका सरकारहरूले नेपाली बजारमा भारतीय विषादी अत्याधिक विषादी प्रयोग गरेका तरकारीहरू छिराएर नेपाली किसानको ढाड सेक्ने काम गरिरहेका थिए। तपाईँको नेपालको दुध अत्याधिक उत्पादन भएर बजार नपाइरहेको अवस्थामा इन्डियन दुध पाउडर भित्र्याउन उनीहरूले तपाईँको भरमग्दुर कोसिस गरिरहेका थिए। त्यस्तो अवस्था हुँदाखेरि बालेनले नेपाली उत्पादनलाई विज्ञापन गरेर उसले विज्ञापन गर्दाखेरि सम्पूर्ण जनताले हेर्छन्, जनतामा जान्छ भने त्यो न गलत हो, त्यो नराम्रो हो। हे भेडाहरू, आफ्नो दिमागलाई कहिलेकाहीँ वास गर्ने गर। कम्प्युटरलाई पनि रिफ्रेस गरेन भने जहिले पुरानै कुराहरू देखाइरहन्छ, रिफ्रेस गरेपछि अनि नयाँ कुरा आउँछ। फेसबुक पनि तपाईँको प्रोफाइल पनि 3-4 खेप तपाईँको त्यसलाई उयो गरेपछि मात्र त्यसमा नयाँ कुराहरू देखिन्छ। त्यही भएर आफूलाई अपडेट गर्ने गर। जहिले के अरे आलोचना र नकारात्मक कुराले मात्रै नहेर। बालेनलाई देशको माया छ। उसका व्यवहारहरूले अहिलेसम्म देशको उन्नति, प्रगति, देशको सान, मान, सम्मान बढोस्, विदेशी सामु नेपाली कमजोर छ भन्ने मानसिकता नहोस् भनेर उसले भरमग्दुर प्रयास गरिरहेको छ। तर यी पुराना दलका कार्यकर्ता, समर्थकहरूलाई बालेन मन परेको छैन। पहिले नेपालका उत्पादित वस्तुहरूको बजार व्यवस्थापन राम्रो हुनु पर्यो। नेपाल अधिराज्यभरि तिनी वस्तुहरू सहज रूपमा पुग्नलाई वातावरण बनाउनु पर्यो। त्यसतर्फ हामीले पहल गरौँ, सरकारलाई गत गर्छौँ, सामानहरू सहज रूपमा आउन्। किसानले जुन मूल्यमा सामान बेच्छ त्यसमा 10-15% मूल्य जोडेर हामी सम्पूर्ण उपभोक्ताको घरसम्म आइपुगोस्, यसतर्फ हामीहरू पहल गरौँ, खबरदारी गरौँ, सरकारलाई ध्यानाकर्षण गरौँ।
तर सरकारले गर्न खोजेका राम्रा कामको विरोध गरौँ, समर्थन गरौँ, नराम्रा कामको विरोध गरौँ। तपाईँको सीमावर्ती क्षेत्रमा रहेका नेपाली बजारको आसपास भएका नेपाली नागरिकलाई भारतीय नाका कटेर उताबाट सामान ल्याउन निरुत्साहित गरौँ। जसको जुन नागरिकको सीमा नजिक बजार छैन उहाँहरूलाई सामान किन्नलाई 12-15 किलोमिटर जानुपर्छ। जुन यदि भारतीय नाकाभन्दा नेपाली बजार टाढा पर्छ अथवा सुगम पर्दैन, उहाँहरूलाई दैनिक उपभोग्य सामानहरूलाई खरिद बिक्री गर्न कुपन व्यवस्थापन गरौँ र त्यसमा एक दिनमा कति खेप आवत जावत गर्यो त्यो लेख्ने गरौँ। त्यसो गरेपछि कालाबजारी गर्नेहरू पनि निरुत्साहित हुन्छन् र तपाईँको भन्सार नतिरिकन सामान ल्याउनेहरूलाई पढाइ गर्न सजिलो हुन्छ। जसले भन्सार तिरेर ल्याउँछ उसलाई कुनै समस्या भएन। भन्सार नतिरिकन ल्याउनेको लागि चाहिँ यो व्यवस्था गरेदेखि नेपाली व्यवसायी, नेपाली स्थानीय बजारहरू पनि चलबलाउँछन्, व्यापार हुन्छ, चलायमान हुन्छ, उनीहरूको पनि दैनिक व्यवसाय चल्छ, सरकारलाई पनि फाइदा हुन्छ। जय देश जय नरेश भन्नु नहुने, जय नेपाल।